Hello guys, welcome back to my YouTube channel. म जाँदैछु ड्राइभिङ सिक्नलाई। स्कुटी के पछाडि पनि स्कुटी आउँछ, कति मिलेको। अनि के यो झोलामा के छ भन्ने कुरा नि, यसमा चाहिँ जुत्ता छ क्या मेरो। म जुत्ता लिएर जान्थेँ होइन, तर कट्टुमा जुत्ता अलिक मिल्दैन नि त। अनि अब फर्स्ट दिन हो, अनि फर्स्ट दिन जाँदाखेरि अलिक सजिलो होस् न भनेर पनि मैले कट्टु लाएर गएको सुरुवाल। सो अहिले चाहिँ बाटोमा छु म चाहिँ जाँदैछु गाइस। म चाहिँ आइपुग्न आँटेँ, अब अलिकति मात्र बाँकी छ भनौँ न। यही हो त्यो यो घर छ नि, यो टिन भएको, यो ब्लू कलरको हो, त्यही हो है। त्यहीँनिर सिक्न जान आँटेको म। मान्छे त धेरै नै हुँदैछ, कतिजना म त कस्तो लाजेर लड्यो भने त त्यो भन्दा बेइज्जती म केही पनि होइन होला। कस्तो ढुक भएको हो मलाई त। तर सुरु दिन यस्तै हो, लजाउनु हुँदैन। झन् जुत्ता लगाएर होइन भने के भयो। ल गाइस बाई। मेरो स्कुटी गाइस, मैले चाहिँ सिकिसकेँ स्कुटी। मतलब यति कुदाउने हो भने चाहिँ म अघि देखाउँथेँ होइन, तर कुदाएर कहाँ पर गएको थिएँ नि त म होइन। अब सिकाउनु दादा र म, अनि त्यसपछि चाहिँ उहाँ पनि सिकिराख्नु भएको छ यहाँनिर एकजना दाइ। अनि त्यसपछि खोइ एउटा कारै गायब भयो। एउटा कारमा चाहिँ एकजना बाजे हुनुहुन्छ क्या। अनि उहाँ यो जुन यो कार देख्नु भएको छ नि, त्यो कारमा हुनुहुन्छ कि खोइ कुन कारमा हुनुहुन्छ, आई डोन्ट नो। त्यस्तै कारमा हुनुहुन्छ। अनि म चाहिँ अब बसेर मलाई एकछिनमा पुऱ्याइदिनुहुन्छ भन्ने हुन्थ्यो। पुऱ्याइदिनु भने चाहिँ ल भन्नुभएको थियो। त्यसैले जब म यो गोलोमा कुदाउन सक्छु नि, त्यतिखेर देखाउँछु क्या म। कस्तो कुदाउँदो रहेछ म त। अब हुन्छ नि यति वरिपरि कुदाउने भाइ चाहिँ ल है, अब चाहिँ म कुदाउँछु है भनेर आँटाएर थियो। तर त्यो गाडी, यो गाडीमा चाहिँ बाजे हुनुहुन्छ, सिकिराख्नु भएको छ। एकजना बाजे पनि हुन्छ यहाँ गाडीमा, सिकिराख्नु भएको छ। अहिले चाहिँ नयाँ हुनुहुन्छ नि त। उहाँ पनि आजै देखाउनु भएको, आउनु त मस्ती देखाएको कि, अनि फेरि सन्डेदेखि आउनु भन्नुभयो। अनि यता भएदेखि त्यसैले गाइस, म चाहिँ अहिले जाँदैछु हिँड्दै। दादा त काममा बिजी हुनुहुन्छ नि त। अनि अझै कति धेरै आउनु भएको छ क्या उतातिर मान्छेहरू, देख्नु हुन सक्नुहुन्छ। अझै कति हुन्छ, तर यहाँबाट बाहिरबाट नदेखिएको होइन, तर अझै धेरै हुनुहुन्छ नि त। अनि त्यसैले पनि नदेखेको है। तर कस्तो क्या अब हुन्छ नि, सुरु म भन्छु ल, मैले कस्तो गरेँ सुरुचोटि क्या म कुदाउनु थालेँ नि। म त पछाडि दादा बस्नु भएको छैन, चाहिँ धुइँ कुदाइहालेँ क्या। म यस्तो खाले यसरी कालेको थिएँ क्या म सुरुचोटि नै। मलाई त कस्तो भयो। अनि फेरि उता के भन्छ, रोडतिर कुदाउँदा पनि त नि के ल अब चाहिँ स्पिड कुदाउँदा सक्छु होला भन्नुभएको थियो है। अब बटारेँ नि त नि, अब गरेँ क्या। तर मैले बटारेँ कि बटारेँ त्यो नै थाहा भएन क्या मलाई। अनि सुरुचोटिमा चाहिँ अब ह्यान्डलतिर यसरी पक्रिँदै हुनुहुन्थ्यो। जस्तै त्यो बटार्ने ठाउँमा चाहिँ होइन, यतापट्टिको के भन्छ पछाडि ब्रेक लाग्ने ठाउँमा चाहिँ यसरी बिस्तारै पक्रिँदै हुन्थ्यो। अनि म चाहिँ फेरि कहाँ अब अलिकति बाटोमा जान्छु नि, म त हेर्छु नि मेरो हात के भयो, यति जान्छ यसरी
छुनु भएको छ कि छैन भनेर अनि जब छोड्नु पनि छोडेको थाहा पाएँ नि त मैले। अनि त्यसपछि आउँदैछ के भने जस्तो फिल भयो क्या। तर म एउटा कुरा के बिर्सिरहेको हुन्छु म त अब यस्तो आउँदाखेरि यसरी बटार्ने, यस्तो आउँदाखेरि यसरी नबटार्ने हो, त्यस्तो भन्नुहुन्छ क्या। अनि म बिर्सिजान्छु के भएको पछाडि मान्छे बसाएर नि चाहिँ सकेँ मैले। अब पछाडि मान्छे नबसाइकन चाहिँ कतिको सक्छु थाहा हुँदैन मलाई। अब मैले चाहिँ आउनु त आयो होइन, त्यतिको मतलब दादाले हात छोडिदिँदाखेरि चाहिँ अब चाहिँ कस्तो आउनु पर्ने छ भने नि, जब एक्लै कुदाउनु आउनु पर्यो होइन, अनि त्यसपछि चाहिँ मेरो यस्तो धेरै हल्लिन्छ यसरी ह्यान्डल, त्यो पनि धेरै नहल्लिने, कम पार्नु पर्यो आफूले नै होइन। अनि त्यसपछि चाहिँ मलाई आयो भन्दा हुन्छ। मैले 1 महिनाको गरेको छु गाइज। यो चाहिँ मेरो डे 1 को हो। अब भोलि डे 2 को पनि मनाउँछु म। डे 2, डे 3, डे 4 त्यसरी मनाउँछु म। डेली बनाउँछु भनेको के हुन्छ, तर म बनाउँछु गाइज, बनाएर छोड्छु, बनाउनै पर्यो। यो चाहिँ डे 1 हो। अनि म सायद 7 डेजसम्म चाहिँ यस्तै रोडतिर कुदाउँछु होला, नत्र कुदाउँदिनँ होला, मलाई त्यस्तो लागिरहेछ। अनि त्यो अघि मैले देखाएँ नि यस्तोमा घुमाउन पाए हुन्थ्यो भन्ने थिएँ नि, अनि हो त्यस्तोमा। म त अब यतिखेर हिँड्नु कि क्या हो। मौसमै कति राम्रो छ होइन। अनि अहिले नै आइराख्नु भएको छ नि त। वाउ कति राम्रो फुल। म के भन्दै थिएँ भने अहिले नै आइराख्नु भएको छ नि त त्यहाँ सिक्नलाई। अनि त्यही पनि अब एकछिनमा तपाईँको पाली भन्दाखेरि चाहिँ होइन, कस्तो देखियो राम्रो देखेला। एकछिनमा भन्दाखेरि चाहिँ अब एकछिनमै आउँछ भन्ने चाहिँ हो, त्यस्तो हुन्छ क्या। त्यसैले पनि अब म चाहिँ 4 बजे न त 5 बजीतिर हिँड्छु भोलि। आज 3 बजे हिँडेको नि त। मतलब घाम चाहिँ जाओस् क्या, घाम चाहिँ जानु पर्यो। अनि घाम गयो भने अलिक आनन्द पनि हुन्छ सिक्नलाई। यसरी घाम भएको बेला त कस्तो हुन्छ। अनि अघि मलाई हिँड्न कस्तो गाह्रो भइरहेको थियो, अहिले त हिँड्न पनि गाह्रो भएको छैन, किनकि म बेलुकातिर पनि हिँड्थेँ होइन, अनि त्यसैले पनि अनि सो अहिले चाहिँ म यतै वाउ कति राम्रो देखियो के। हेर्नु न, म ब्राइटनेस फुल पार्छु ल। कति राम्रो देखियो क्या यो बाटोहरू नि। यतातिर कस्तो राम्रो देखिरहेछ क्या साँच्चीकै। मतलब रियल लाइफमा नि यसलाई के डक नै भन्छ होला। म चाहिँ अहिले जाँदैछु घरतर्फतिर। बिजी भएको कारणले मैले दाइलाई पनि डिस्टर्ब गरिनँ। आजको लागि चाहिँ यति नै गाइस, थ्याङ्क यू।